महाकालीले सखाप पारेको दार्चुला सदरमुकाम खलङ्गामा थप क्षति हुन नदिन भन्दै तटबन्ध निर्माण थालिएको छ। आपतकालीन बचाउ अभियान भन्दै निर्माण थालिएको तटबन्धले दार्चुलाको सुरक्षा गर्न सक्ने देखिँदैन। जल उत्पन्न प्रकोप व्यवस्थापन कार्यालयको प्रत्यक्ष निगरानीमा निर्माण थालिएको तटबन्धले दार्चुलालाई थप क्षति हुनबाट बचाउँछ भन्नेमा दार्चुलावासीलाई कुनै भरोसा छैन। उनीहरूले यो तटबन्ध निर्माणको नाममा लाखौं लाख भ्रष्टाचार गरिएको आरोप लगाउँछन् प्रशासकहरूलाई। अहिले अब तटबन्ध यो जुन यो नयाँ जालीहरू हालिरहेको छ, यो जालीहरू चाहिँ रोकथामको लागि भनेर यसमा पनि ब्रह्मलुट भइरहेको छ। अब समितिहरूले त्यो काम गर्यो भने अब त्यही समितिहरू बिच चाहिँ अब लुसातानी भइसकेको छ। यो ठाउँलाई बचाउने भन्दा पनि कसरी कमाउने भन्ने कुरामा बढी जोर छ सबैको। अब सबैको त्यो मिल्नुपर्छ। त्यो भ्रष्टाचारले खत्तम भइसकेको छ यो ठाउँ। यति बेला नेपालतर्फको महाकाली किनारामा ग्याबिन तारको जाली बाँध्ने काम भइरहेको छ। 1 करोडको लागतमा उक्त तार जाली बाँध्ने काम भइरहेको हो। तर स्थानीय बासिन्दा भने उक्त ग्याबिन तार बाँधेर कुनै पनि सुरक्षा नहुने बताइरहेका छन्। अझ उनीहरूले त ग्याबिन तार बाँध्ने काममा भएको भ्रष्टाचारको छानबिन गर्नुपर्ने माग गरिरहेका छन्। जुन हिसाबले यहाँको काम हुन लाग्छ, ठेकदारी तर्फबाट जो सरकारबाट हुने कामहरू हुन लाग्छन्, सडक विभागको होस् या तटबन्धको होस्, ती कामहरूमा 80 भन्दा पनि ज्यादा % त्यो कालाबजारी टाइपको त्यो खालि ठग्ने काम मात्रै भइरहेको छ। यहाँ जाली बनायो, जालीका भित्र सानो ढुङ्गा हालिदियो, और पुरै नदीको के भने ठुला ढुङ्गाहरूलाई फोडेर चकनाचुर गरिदियो। अब त्यस्तो किसिमले, किनकि ठेकदारले बाहिरबाट ल्याउनुपर्छ ढुङ्गा, उहिले यहीँ नदीबाट यहीँमै हालेको हुनाले यो तटबन्ध टुट्नको कारणै सबभन्दा त्यही हो। र साथै यहाँका जुनसुकै पनि अहिले आउने ठेकदारहरूले अझ यही ठेकालाई र यसलाई बनाउनको निम्ति बजेट आएर लिएर आउँछन् भनेपछि यो अझ बन्दैन। अग्लो साल अझै ठुलो दुर्घटना यो जिल्लालाई हुने हो। हेलिकप्टर मार्फत धनगढीबाट ढुवानी गरिएको ग्याबिन तारको जाली बुनेर नदी किनारामा भर्ने काम भइरहेको छ। यति बेला महाकालीको सम्भावित थप कटानलाई रोक्न तत्काल रोकथाम गर्न लागिएको बताइएको छ। त्यसो त तटबन्ध निर्माणका लागि कञ्चनपुरबाट 20 जना प्रहरी दार्चुला पुर्याइएको थियो। त्यसै गरी तटबन्ध निर्माणका लागि नेपाली सेनाका 90 जना खटिएका थिए। असार 11 गतेदेखि नै तटबन्ध निर्माणमा शत्रुभञ्जन गुल्मका सेनालाई खटाइएको थियो। सेना प्रहरीको लगनशीलता त छँदैछ, त्यसमा आफ्नो घर र बजार बोकेपछि स्थानीय पनि तटबन्ध निर्माणमा लागे। दार्चुलावासी यति बेला चकित परे जब तटबन्ध निर्माण गर्ने रकम सदुपयोग नभएको चाल पाए। तर यो नक्सान चाहिँ धेरै भएको छ, बादको राम्रो छैन। यहाँको नेता सर्वसाधारण जति छन् शोषक मात्र छन्, यिनीहरूले कुनै कार्य गर्न सक्दैन। यो देशको नेता कुर्सीमा बस्न मात्र चाहन्छन्, अरू सुरक्षा जनताको कुनै पनि गर्न सकेको छैन अहिलेसम्म। यस कारणले यहाँ चाहिँ बाँध बाँध्ने हो, यदि बाटो बनाउने हो भनेदेखि सेना र प्रहरीलाई मात्र दिनुपर्छ। अरू यो ठेकदारले काम गरेको कुनै पनि मूल्याङ्कन छैन। अझ तटबन्ध निर्माण गर्ने सरकारवाला निकायका प्रमुख पनि तटबन्ध दिगो नभएको भन्दै आफ्नो कमजोरी स्वीकार्न थाले। तब स्थानीय थप आक्रोशित बनेका छन्। अब फितलो भन्नाले हजुरको अब यो पानी बाढी आइरहेको बेला काम गरिरहेका छौँ हामीहरू। यस्तो अवस्थामा चाहिँ अब त्यो ग्याबिनहरूलाई चाहिँ एकदम एकुरेट अवस्थामा चाहिँ लगाउन चाहिँ एकदम निकै अप्ठ्यारो परिरहेको छ। लेबरहरूलाई पानीमा जानु परिरहेको छ। यतिसम्म कमरसम्मको 2-3 फिटको पानीमा काम गर्नु परिरहेको हुनाले अब त्यो काम चाहिँ गुणस्तरीय पुरै होला भन्ने मलाई पनि अलि उयो छ होइन। त्यस्तो गरिसक्ने अवस्थामा छैन अहिले। फिल्ड प्रमुख जोशीकै भनाइलाई आधार मान्ने हो भने पनि दार्चुलामा निर्माण भइरहेको तटबन्ध दिगो होइन र यो निर्माण सम्पन्न नहुँदै फेरि महाकालीले आफूसँगै लैजान सक्छ। धेरै ठाउँमा चाहिँ 60% भन्दा 70% काम चाहिँ हाम्रो गुणस्तरीय नै छ, राम्रै छ अहिलेसम्म। बजेट चाहिँ अहिले दिने भनेको गभर्मेन्टले 1 करोड रुपियाँ दिने भने हो, तर पछि गएर 31 गते चाहिँ 1 करोड रुपियाँ आएन। त्यहाँबाट 56 लाख रुपियाँ मात्रै आयो। त्यो बजेट चाहिँ यहाँ हामीले निकास गरेर दिइसकेका छौँ समितिलाई। मूल समिति हुनुहुन्छ, मूल समितिलाई भुक्तानी भइसकेको छ। यदि दिगो नहुने गरी तटबन्ध बनाइएको भए सरकारले किन 1 करोडको लगानी गर्यो
तटबन्धमा? यो गम्भीर प्रश्न उब्जिएको छ जनताको मनमा। दार्चुला बग्नुको अन्तिम र महत्त्वपूर्ण कारण हो भारतीय पक्षले दार्चुला क्षेत्रमा बनाएको पक्की तटबन्ध। सबैले देखे जानेकै कुरा हो, भारतले नेपाल भारत जोड्ने झोलुङ्गे पुल छेउतिर महाकाली किनारामा पक्की तटबन्ध निर्माण गरेको छ। तर यसलाई पार्कको रूपमा ढालिएको छ, या भनौँ नेपाली आँखामा छारो हाल्दैछ भारतीय पक्ष। झट्ट हेर्दा गाडी पार्किङ निर्माण गरे जस्तो, मनोरञ्जन स्थल पार्क निर्माण गरे जस्तो, अनि हिँड्ने बाटो निर्माण गरे जस्तो। तर वास्तवमा त्यो तटबन्ध अझ बलियो तटबन्ध निर्माण गरिएको थियो। यसबारे नेपाली पक्ष जानकार नभएको होइन। तर हाम्रो किनै चल्छ र भारतका सामु? सायद यस्तै भन्दैछन् दार्चुलावासी। त्यसो त नेपाल सरकारले पनि यो स्थानमा तटबन्ध निर्माणमा बेलैमा ध्यान दिनुपर्ने थियो। अन्तिममा मात्र तात्ने नेपाली राजनीतिक परम्पराको शिकार बन्यो दार्चुला सदरमुकाम खलङ्गा पनि। अझ महत्त्वपूर्ण कुरा त 1 करोड विनियोजन गरिए पनि त्यो पुरै निकासी हुन सकेको छैन भने कामदारले पनि रकम पाउन सकिरहेका छैनन्। रकम दिने निकायका प्रमुखको यो भनाइ सुन्नुहोस् त। उनले नै यसो भन्दैछन्। कामदारको बारेमा चाहिँ त्यो के अरे यहाँ मूल समिति हुनुहुन्छ, मूल समितिको अध्यक्ष चाहिँ हाम्रो कृष्ण प्रसाद भट्टजी हुनुहुन्छ होइन, छत्तीस, उहाँलाई र अनि कोषाध्यक्ष हाम्रो सन्तोष ऐतवालजी हुनुहुन्छ। उहाँ दुईजनाले चाहिँ उहाँ कारोबार गरेर आउनुभएको हो। उहाँको नाममा चाहिँ खाता खोलिएको थियो होइन। मूल समिति खातामा चाहिँ हामीले पुरै पैसा चाहिँ खातामा राखिदिया हो। त्यहाँबाट चेक एकाउन्ट पे गरेर त्यहाँबाट दिइसक्यो हो। अनि उहाँहरूले चाहिँ राष्ट्र वाणिज्य ब्याङ्कमै खाता खोलेर त्यहाँबाट चाहिँ यहाँ ट्रान्सफर गरेर लिएर आउनुभएको हो। तर अब पुरै पाए नपाएको कुरा चाहिँ उहाँबाट बढी जानकारी होला। हामी चाहिँ त्यस्तो सम्बन्धित थियो, मलाई थाहा छ। जे होस्, अन्तर्राष्ट्रिय सीमा नदीमा तटबन्ध वा कुनै पनि संरचना निर्माण गर्दा दुवै पक्षको सहमति चाहिन्छ र एकसाथ दुवैतर्फ संरचना निर्माण गर्नुपर्छ भन्ने मान्यता छ। तर दार्चुलाको हकमा भने त्यो देखिँदैन। भारतले एकतर्फी तटबन्ध र स्पर निर्माण गर्दा हामी टुलु हेरेर बस्यौं। नेपाली पक्षले स्थानीय स्तरमा भारतीय पक्षसँग यसबारे छलफल गरेर रोक्न सक्ने अवस्था थिएन। जिल्लाका प्रशासन र सुरक्षा प्रमुखहरूले गत वर्ष भएको नेपालगञ्जको क्षेत्रीय सुरक्षा सम्मेलनमा यो कुरा नउठाएका होइनन्। तर भारतीय दूतावासले एउटा विज्ञप्ति जारी गर्दा तै चुप मै चुप हुने हाम्रा नेताहरूले यस्तो गम्भीर विषयमा किन बोल्ने हिम्मत राख्थे र?